पाल्पाको रैनादेवी छहरा गाउँपालिका 6 जुठापौवामा 2 वर्षका लागि युएनडिपी नेपाल र स्वास्थ्य सिपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको सहयोगमा विभिन्न परियोजनाको कार्यक्रम सञ्चालन गरिएको छ। आफूले सोचेको आफूले रोजेको जस्तो घर डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर nepalhomes.com। दलित एवं जनजातिको बाहुल्यता रहेको पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा युएनडिपी नेपाल र स्वास्थ्य सिपमूलक शैक्षिक विकासको कार्यक्रम अन्तर्गत गाउँका सामुदायिक वनमा अमृषोको बिरुवा लगाएको छ। छिटो आमदानी लिन सकिने र भू संरक्षण समेत हुने भएपछि परियोजनाले आमदानीको स्रोत खोज्दै वडा नम्बर 6 को जौखोरिया, पाताल तथा पाखुरे सामुदायिक वनको नेपाने डाँडामा वृक्षारोपण गर्न वनमा आबद्ध 160 उपभोक्तालाई सहयोग गरेको छ। उपभोक्ताहरू पनि पहिरो रोकिने र अर्को वर्षबाट आमदानी लिन सकिने भएपछि खुशी देखिएका छन्। धेरैभन्दा धेरै यो जंगललाई राम्रो बनाउने अनि यसलाई उत्पादन गरेर अम्लिसोको कुचो बनाएर यसलाई बेच्न पनि सकिन्छ। अरू यसको बिरुवा पनि काम लाग्छ अनि यसको लागि पनि बेच्नको लागि हामीले मेहनत गरिरहेका छौं। सामुदायिक वनको खाली र नाङ्गो डाँडामा सामान्य मेहनतमा अमृषो खेती गरेर मनग्य आमदानी गर्न सकिने भएपछि 100 हेक्टर जमिन मध्ये 5 हेक्टर क्षेत्रफलमा 40,000 बढी अमृषो लगाइएको छ। 6 हेक्टर क्षेत्रफलमा 10,000 दालचिनी तथा 10,000 टिमुरको बिरुवा समेत लगाइएको छ। यो खेतीले आमदानीसँगै वन समेत हराभरा देखिने हुँदा पर्यटनसँग जोड्दै लैजान सकिने सरोकारवाला बताउँछन्। करिबम यो चाहिँ एक बिरुवाबाट अर्को बिरुवाको दूरी हामीले 1.5 देखि 2 मिटर राखेका छौं लम्बाइ चौडाइ र यो भोलिको दिनमा यसमा चाहिँ हामीले गोडमेल गर्न सरसफाई गर्न यहाँका स्थानीय उपभोक्ताहरूलाई सहज होस् र उत्पादन सङ्कलन गर्न पनि सहज होस् भनेर हामी त्यसरी लाइनिङ बनाएर एउटा चाहिँ हेर्दा पनि सौन्दर्यमूलक देखिने एउटा चाहिँ लटरम्मै फुलेको भोलि फुल्दाखेरि पनि अब बाहिरबाट टाढाबाट हेर्दा पनि एउटा सौन्दर्यमूलक देखिने हुनाले हामीले यसरी गरेका हौं। 2 वर्षको परियोजनामा अमृषोसँगै पाल्पामै पहिलो पटक बदाम खेती, अर्गानिक तरकारी खेती, फापर खेती, गरा सुधार र मातृभूमि चुलो निर्माण गर्ने जस्ता काम भइरहेको छ। कम समयमा यहाँका नागरिकले धेरै कुरामा आफूलाई आत्मनिर्भर बनाउँदै लैजाने परियोजनाले विश्वास लिएको छ। यो 2 वर्षसम्म हामी यहाँ उहाँहरूसँग रहन्छौँ। यो 2 वर्षमा हामीले किसानहरूलाई विभिन्न तरकारी खेतीदेखि लिएर बदाम खेतीदेखि लिएर विविध कुराहरूमा सपोर्ट गरेका छौँ भने अब यतातिर सामुदायिक वनहरूको क्षमता वृद्धि गर्ने, यसलाई व्यवस्थापन गर्ने देखि लिएर हाम्रा थुप्रै कुराहरू यो 2 वर्षमा गर्नेछौँ। कमजोर आर्थिक अवस्था भएका समुदायलाई मध्यनजर गर्दै स्थानीय सरकार विभिन्न सङ्घ संस्थाले आयमूलक कार्यमा जोड्दै लैजाने हो भने जुठा पौवामा जस्तै पाल्पाको नै मुहार फेर्न सकिन्थ्यो कि? पाल्पाबाट पवित्रा पराजुलीको रिपोर्ट।